पाएको छ आफ्नो विजेता। द भोइस अफ नेपाल सिजन 7 को विनर विजेता बन्नु भएको छ टिम राजुबाट निता कुमारी थापा। त्यसै गरी उहाँले द भोइस अफ नेपाल सिजन 7 को विनर पनि सँगै क्यास प्राइज 15 लाख बराबरको पुरस्कार र त्यसबाहेक अरू थुप्रै पुरस्कार र द भोइस अफ नेपाल सिजन 7 को विनर ट्रफी पनि प्राप्त गर्नुभएको छ। र त्यसै गरी फर्स्ट रनर अप बन्नुभएको छ टिम खेमबाट सागर शमशेर राई र उहाँले पनि केही नगद प्राइज र द भोइस अफ नेपालको ट्रफी प्राप्त गर्नुभएको छ। त्यसै गरी सेकेन्ड रनर अप बन्नुभएको छ पुनम गुरुङ र उहाँले पनि द भोइस अफ नेपाल सिजन 7 को ट्रफी र केही क्यास प्राइज प्राप्त गर्नुभएको छ भने थर्ड रनर अप सङ्गीता दुरा बन्नुभएको छ र उहाँले पनि केही क्यास प्राइज र द भोइस अफ नेपालको ट्रफी प्राप्त गर्नुभएको छ। द भोइस अफ नेपालको सिजनहरूमा पहिलो पटक महिला प्रतियोगिता विनर बन्नुभएको छ। त्यसै गरी द भोइस अफ नेपाल सिजन 7 को विजेता बन्नुभएकोमा निता कुमारी थापा र कोच राजु दुवैजनालाई धेरै धेरै साथै बधाईको शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ।